आज छुट्टी थियो। कहाँ जाने भन्दाखेरि हाम्रो घर नजिकै एउटा पार्क रहेछ, मलाई चाहिँ थाहा थिएन। अनि यो साथीको छोरा अनि बाबुले चाहिँ आन्टी नजिकै पार्क छ नि, लेट्स गो भन्यो। अनि पछाडिलाई त वाइ नट, जाऊँ न त भनेर गएको। साह्रै ठुलो राम्रो रहेछ, ठुलो रहेछ पार्क। अनि त्यस पछाडि अनि हेरेको साकुराहरू पनि पिङ्क कलरको चाहिँ फुलिसकेको रहेछ। कोपिला बसिरहेको थियो, अहिले त फुली पनि होला लगभग। अनि त्यस पछाडि ल भाइ मेरो फोटो खिचिदेऊ त भनेको। तिम्रो मेरो फोटो खिचौँ न भनेको, लजाएर मान्दैन फेरि। अनि त्यस पछाडि अनि मैले चाहिँ खिचेँ। राम्रो फोटो खिच्न आउँदो रहेछ बाबुलाई। अनि धेरै राम्रो फोटोहरू खिचिदियो। मैले नि पोज निकालेर पुरा फोटोहरू खिचेँ। अनि त्यस पछाडि आउँछ आउँदैन है। अनि बाबुले चाहिँ सोच्यो होला क्या मनमा नै, ओहो आन्टी त बुढी भनेको त कस्तो के अरे बच्चा जस्तो हुनुहुँदो रहेछ भनेर सोच्यो होला मनमा नै। एनिवे ठिकै छ, एनर्जेटिक हुनुपर्छ होइन गाइज। अनि पछाडि पार्क देखेको, ओहो त नखेलिकन छोड्थेँ म है। अनि बालापनको याद आयो फेरि, कहाँ उजेर घुमेर वाला है गाइज। थ्याङ्क